हेलो एन्ड नमस्ते एभ्रिवान, तपाईँहरूलाई फेरि पनि स्वागत छ हाम्रो नयाँ भ्लगमा। यो चाहिँ हाम्रो नयाँ भ्लग है गाइज। अहिले हामी बल्यान जाँदा लागेर छ, अनमोल छ यहाँ, भान्जा म अरूहरू चाहिँ चौरङ गइसकेर गाइज। अब अहिले चाहिँ हामी बल्यान जाँदा हामी बल्यान चलाएर भेट्छु। खतरा छैन त गाइजहरू, हाम्रो गाउँठाउँ हेर्नु होला, जङ्गल छ यहाँ, खानपानी छ कत्रो ठुलो गाइजहरू। अब चाहिँ हामी चौराउनलाई सिक्यो, चौराउनलाई धेरै टाइम छैन। अब यो अगाडि देख्नु भएर होला नि यस्तो टर्निङ, त्यो टर्निङ सकिने बित्तिकै, टर्निङ होइन टर्निङ, त्यो सकिने बित्तिकै आएछ हाम्रो चौर। अनि मलाई चाहिँ रुगा टन्सिल लागेको छ। अनि भन्दा कहिले के तर म यसरी भ्लग बनाउँदै आएर बोल्दै आएर भने हेलमेट के लाएर हुन्छ टङ टङ भनेको रहेछ त, टङ टङ भनेको रहेछ त। मलाई यादै छैन कि त्यो टङ टङ भनेको, अनि तैँले त्यसलाई रिपिट गरेर हालेर रहेछ है। पुरै आइरहनु मान्छे त टङ टङ रे। गाइजहरू हिजो भ्लग हेर्नु भएको थियो होला, कस्तो भएको थियो भनिदिनु होला। अनमोललाई हामीले प्र्याङ्क गरेको थियौँ यहाँ, अनमोल पछाडि प्र्याङ्क खतरा थियो है गाइज हिजोको। यहाँनिर लेट दाइहरू छ, बर्दी लड्दै दाई यहाँनिर हेर्नु होला। जिब्रो लामो भएको मान्छे हो कि गाइजहरू, लेट दाई भनेको चाहिँ। अब हामी चाहिँ बलेन आएको, बले छ रहेछ, घर जानुपर्छ कि बल यही हो दाई, बल यो मात्र हो, अरू छैन। वाउ हेर्नु होला बल हाम्रो। कसलाई माग्नु दाइ, सबैजना भिगारी छ। सन्दीप भाइमा जादु है जादु। अस्तिको भिडियोमा चाहिँ बाख्रा बनाइदिएँ तपाईँलाई त मलाई है। ल ल बाघ गाइजहरू, गोल खतरा थियो है, गोल खतरा थियो। तपाईँहरूलाई चाहिँ अब हामी बल खेल्नेमा भेट्छु ल। अश्विन भाइ हेलो भन्थ्यो नि त, हेलो मात्र भन्छ मुला, हेलो मात्र भन्छ मुला। हेलो प्रदेश लामाको सरप्राइज भन्न एकदम उत्कृष्ट प्रहार। नयाँ मान्छे है गाइज यहाँनिर। हेलो भन, हेलो 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 भन। बुढ खतरा छ है, यो मान्छे पनि खतरा छ। जान मुला सब्सक्राइब गरेको छ तैँले हाम्रो उयोलाई, च्यानललाई सब्सक्राइब गरेको छ हजुर। गर्लफ्रेन्डले दिएको अरे गाइज, यो चाहिँ गिफ्ट गर्लफ्रेन्डले गिफ्ट दिएको अरे गाइज। गर्लफ्रेन्ड दियो होइन त, गर्लफ्रेन्डले दिएको अरे प्रदेश दाइले भनेको। चल्लाहरू पनि छ है, एक दुईवटा, एउटा चल्ला दुईवटा चल्ला चल्लाहरू छ यहाँनिर। हेलो भन्नु है भाइ, हेलो गाइज, हेलो गाइज। ओइ भाइ कहाँ जान्ला, ओ भन्नु त, हेलो गाइज, राम्रोसँग भन्न। हेलो गाइज, नमस्ते सबैजनालाई। नमस्ते सबैजनालाई, म अर्को भिडियोमा आएकोमा। तँलाई मैले अस्ति मैले के सिकाएको थिएँ त्यो भने। नमस्ते, मेरो नाम अश्विन बरुवाल हो। म हेटवटा 13 वर्षसम्म बस्छु। नअलिकन भन्न। अनि म 7 नम्बर टोलमा बस्छु। अनि म चाहिँ उयो स्कुलमा पढ्छु है। यो स्कुलमा पढ्छ अरे, कति क्लास? म 7 कक्षा, उता टायर साइड, उता टायर साइड अघि यता, उता टायर साइड त्यहाँ छ नि, त्यहाँ पढ्छ म। ल गाइजहरू, यो भाइलाई माया देखाइदिनु होला, के र अरू भाइलाई। यहाँनिर दुईवटा चल्ला छ है, र अश्विन भाइ। तपाईँहरूलाई अहिले बल खेल्नु गाइजहरू, हामी चाहिँ यहाँनिर बल खेल्न सकेर अब घर जान लागेको। आज चाहिँ अब फ्रेस भएर बाटो बस्नुपर्छ। आज त हामी अब म घर गएर फ्रेस भएर खाना खाएर सुत्नु। आज भ्लग आउँदैन गाइस। यो नाइकी छ, यो चाहिँ भित्ती, म चाहिँ नाइकी, भित्ती ग्याङ। यस्तो ठुलो सपना छ अरे है गाइस भ्लगमा आउने।
एक बोरा चामल डोनेसन गरिदिनु एक बोरा चामल होइन तेल भन्नु म तेल छैन एक कार्टुन तेल डोनेसन गरिदिनु तपाईँले हेर्नुहुन्छ भने एक कार्टुन तेल होइन एक प्याकेट होइन जाँदैन ओइ त्यो गरिदिनु एक कार्टुन तेल ताने मलाई विशाले आज ओ मुग्लो सानो हो ब्लग गाइजहरू यसलाई एक बोरा चामल यसलाई एक कार्टुन तेल मलाई एक महिनाको लागि तरकारी है त अनि त्यसमा यसलाई एक बोरा चामल यसलाई एक कार्टुन तेल मलाई एक महिनाको लागि तरकारी है त हल्का तेल सेल नुन सुन सब थपेर दिनु पर्यो मलाई चाहिँ एउटा घर किन्नु नयाँ ओ के हो यो हेर्न सक्नुहुन्छ गाइस हेर्न सक्नुहुन्छ के अरे मेरो भाग्यमा हट्न लामो योहरू त गाइस अटो आइरहेको छ यहाँबाट मेरो भाग्यमा च्यानलमा सब्सक्राइब गरिदिनु होला सरप्राइज के सम्झि प्लिज सब्सक्राइब गरिदिनु होला हाम्रो च्यानललाई सरप्राइज के गाइजहरू अब यहाँबाट म चाहिँ घर जानु पर्ने हुन्छ अहिले एकछिन भेटेको अरे यिनीहरूको बाटो मेरो घरमा आइज ल अब म चाहिँ घर जान्छु गाइजहरू यिनीहरू तल जान्छ म बाहिर जाने यिनीहरू तल जाने अब एकछिनमा भेटिन्छ तपाईँहरूसँग आज त बाई बाई हेलो गाइजहरू के छ हामी चाहिँ अब यहाँनिर आज यति भन्दै बिदा लिनको लागि आएको है यति हो आजको लागि ब्लग धेरै लामो हुँदैन बिदा लिन चाहन्छु गुड नाइट हेभ अ स्विट ड्रिम्स राम्रोसँग सुन्नु होला सबैजना न्यानो भएर मलाई सुध लगाएर आजको लागि यति भन्दै बिदा लिन चाहन्छु हस्त जय नेपाल